हेलो गाइज यार नमस्ते सबैलाई। अनि आज चाहिँ हामी जाँदैछौँ एउटा सानो इभेन्ट चाहिँ कोस्ट गर्नको लागि। अनि आज एकदम मौसम चाहिँ एकदमै क्लियर थियो। सो अनि हामी चाहिँ ट्रेनमा चाहिँ ट्याप गर्दै लाग्यौँ, तर ट्रेनमा चाहिँ ठाउँ चाहिँ थिएन। अनि त्यही पनि उभिँदै उभिँदै गयौँ। फेरि हामी चाहिँ पुग्यौँ क्यानेरी वाफ पुगिसकेपछि हामी थोरै अनि त्यहाँबाट चाहिँ हाम्रो सेफ आउँदै हुनुहुन्थ्यो लोचनजी। अनि उहाँलाई लगेर हामी चाहिँ अगाडि बढ्यौँ। अनि फाइनली हामी चाहिँ हाम्रो काम गर्ने ठाउँमा चाहिँ पुग्यौँ। हाम्रो काम गर्ने ठाउँ चाहिँ यो हो। अनि हामी चाहिँ माथि गएर के कामहरू छ भनेर हामीले सुरुमा चाहिँ हामीले सबै कुराहरू हेऱ्यौँ। त्यो अब आफूले काम होस्ट गर्न पाउँदाखेरि चाहिँ एकदम खुसी लाग्दैछ होइन। अब सबै आफूले हेर्ने हो नि त, हेर्ने पनि कोही छैन होइन। आफ्नो काम गऱ्यो मजाले चिल पारामा होइन। अब आज चाहिँ हाम्रो खासमा एउटा इभेन्ट हामीले पोस्ट गर्दैछौँ, जहाँमा चाहिँ हाम्रो कतिजनाको अरे अर्डर 500 जनाको अर्डर छ होइन। अनि हाम्रो चाहिँ अब सबै सामानहरू यहाँ कटिङ गर्नु छ, अनि खाना पनि पकाउनु छ प्लस। अनि लास्टमा चाहिँ हामी सर्भ पनि हामी आफै गर्ने हो। त्यही हो घन्टाको 12 घन्टाको सिफ्ट हुन्छ होइन, ठिकै छ। अनि उता दादा अहिले चिल मार्छ होइन। पछि हामी खाना के छ सब देखाउँछौँ। काम के कति छ भनेको सबै हामीले थाहा पाइसकेपछि सबैलाई चाहिँ हामीले काम डिभाइड गऱ्यौँ। अनि त्यो अनुसार चाहिँ सबैले आफ्नो काम चाहिँ गरे। अनि हामीले चाहिँ भोक पनि लागेको थियो। अनि हामीले ब्रेकफास्टमा चाहिँ हामीले पिज्जा खायौँ। अनि पिज्जा चाहिँ एकदमै तातो थियो, एकदमै मिठो पनि थियो पिज्जा। सो चाहिँ हामी पिज्जा खाइसक्यो भन्दा पछि फेरि हामीले त हाम्रो नेक्स्ट काम चाहिँ सुरु गऱ्यौँ। हामी अगाडि टेस्ट नगरेर वाउ भन्दैनौँ कि फेरि हामी, तर खाएर टेस्ट गरेर अनि वाउ कस्तो हुन्छ भन्छ। कस्तो यस्तो तातो खान बहुत मिठो तातो बाउ। सबैले ब्रेकफास्ट गरिसक्यो भन्दा पछि फेरि हामीले सबै आफ्नो काम स्टार्ट गऱ्यौँ। अनि मैले चाहिँ त्यसरी गाजर बेलेन गरिरहेको थिएँ, अनि चाहिँ अरूले उता चपिङ गरिरहेको थिएँ। फेरि चाहिँ मैले मकैहरू पोल्ने काम गरेँ। त्योभन्दा पछि हामीले दिउँसोको नास्ता के खाने भन्ने कुराहरू भयो। दिउँसो भोक लागिसक्यो भन्दा पछि चाहिँ हामीले फेरि खसीको मासुको चाहिँ सेकुवा बनाएर खाने भन्ने कुराहरू गऱ्यौँ। यतातिर म चाहिँ सेकुवाको लागि म्यारिनेट गर्दै थिएँ भने, अनि यिनीहरूले चाहिँ बिन सलादको लागि रेडी गर्दै थिए। त्यसभन्दा पछि हाम्रो काम फेरि स्टार्ट हुँदै गइरहेको थियो। ओके, बिन सलादको लागि चाहिँ काम भइरहेको होइन। अब लगभग हाम्रो सबै कामहरू चाहिँ लगभग फिनिस भइसकेको छ। अब हाम्रो बाँकी भनेको चाहिँ कलामारी बाँकी छ, अरू सब फिनिस भइसकेको छ लगभग। अनि यहाँ बाहिरबाट इभेन्ट पनि काम चाहिँ सुरु भइरहेको, यिनीहरू चाहिँ घुम्ने अब खेल्ने कामहरू भइरहेको। अब केही छिनभित्र चाहिँ हाम्रो सबै सामान प्रिपेयर भइसकेपछि हामी सब तल जान्छौँ होइन। अनि मासु मेरिनेट भइसक्यो पछि फेरि मैले मासु पोल्न पनि स्टार्ट गरेँ। टक्क चाहिँ मासु पोलिसकेको थियो, यस्तो दामी देखेको थियो, यस्तो डेलिसियस देखिसकेको थियो। अनि सबै हामीले के त दिउँसोको नास्ता पनि हामीले सुरु गऱ्यौँ। अनि मैले यिनीहरू सोधेँ कस्तो छ भनेर। कस्तो दिउँसोको नास्ता खाइसकेपछि हाम्रो लास्टमा रहेको कलामरी पनि मैले फ्राई गरिसकेँ भन्दा पछि हामी चाहिँ लाग्यौँ तल। अब यस्तै